साथीहरु नमस्कार है। आज म यो पैदल यात्रा हिँडिरहेको बेला बाटो बिर्सिएँ। यो बाटो बिर्सिँदाखेरि यो गल्लीहरु चाहिँ थाहा नभएर म चाहिँ एकदमै हैरान भएको छु। अहिले बल्ल बल्ल लोकेसन थाहा भयो। यो सरकारी धारा भन्ने चाहिँ ठाउँ भएको गल्ली रहेछ। यो काठमाडौँको यो सामाखुसी भित्र पर्छ। हेर्नुस्, म त यो झन्नै आधा घण्टा भन्दा बढी चाहिँ हलमल भएर बाटो चाहिँ बिर्सिएर धन्नै हराइन। अहिले बल्ल यो एउटा लोकेसनमा आइपुगे साथीहरु। र कतिपय कुराहरुमा यो बाटो थाहा भएन भने पनि हलमल परिदो रहेछ भन्ने कुराहरुको भोगाइ भयो आज। त्यसैले यसो न आज यो भोगाइको बारेमा सानो भिडियो बनाउने मन लाग्यो हुनाले भिडियो बनाइएको छ। धन्यवाद सबैजनालाई।